मचाम डिस्ट्रिक्टबाट जबरडी। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला है। सबैजनालाई मिठो माया के कस्तो हुँदैछ? यहाँ पानी परेर यस्तो बेजोग भएको छ होइन, के भन्ने। काठमाडौँको हालत भन्दा नि यो सबै ठाउँको हालत यस्तै रहेछ। धन्यवादहरूलाई यो पो हो त ल गाइज है। आज चाहिँ यसो बाहिरतिर निस्किने भनेको शनिबार पनि थियो, निस्किने भनेको पानीले साथ मौसमले साथ दिएर आज हाम्रो भेनाजी पनि आउनु भएको आज के छैन ए आउनु भएको होइन। के कस्तो हुन्छ हेर्दै गरौँ न। अब ट्याक्क यसो भिडियो सिडियो सुटाउनु फिसफिसे पानी हो। अब कति बेला रोकिन्छ एउटा यहाँ छ म्याउ भोक एउटा यहाँ कस्तो हुन्छ के हुन्छ हेर्दै गर्नु होला है। ल गाइज सो है हामी चाहिँ निस्किनु लाग्यो, पानी परिरहेको रेनकोट युज गरिरहेको छौँ। खै मेरो कान्छा रुमाल पनि छैन, रुमाल पनि छैन। त्यो हराइल्यो भने सुन्ने अघि ग्लोभ्स दिएन भने मलाई है ती ग्लोभ्स मजा लाग्दैनन् कि। खै त्यही ग्लोभ्स लियो नि त मेरो। कसरी हो रे? खोल्ली चालो छ यो कसरी बनाउँदै त सिस्टम पनि सबै अनि ब्याट्री कसरी चार्ज गर्ने, ब्याट्री कसरी चेन्ज गर्ने थाहा छ कि? यी आमा अरे हिजो भित्र नि पानी पस्छ र नै भिज्या त यो ग्लोभ्स त भिज्या नि त। खै यार नपस्नु पर्ने हो। लौ जा मैले बाइकै यहाँ चाबी अन गरेर राखिदिएको छु, स्टार्टै हुने होइन अब। ओहो लगाएछ है लौ समात त भयो। ल गाइज है सो हामी चाहिँ निस्केको भिडियो बनाउने भनेर। आमामामा पानी केले हानिरह आफ्टर लङ टाइम, मतलब कति भयो 1 हप्ता ट्याक्कै 1 हप्ता पछि नै चलायो यो बाइक चाहिँ एनएस चाहिँ। ऊ चाहिँ स्कुटी यहाँ भाइले चलाएर आएको के छ केटा? ओहो 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 आमामा किरिरी हो। ल ल अति खान्छ है, सुताउनै नहुने है, सुताउनै हुँदैन। सुताइन चाहिँ गयो फेरि एङ्गल मिल्यो छवि ए स्किट खान्छ भन्न लाग्छ जाला अति खान्छ है स्किट, अति खान्छ। गयो हो यो त। मैले कति ट्राई गरेको छु त्यसरी। के हो के चल्दैछ? ए विवाह हो र? आमा यो हेर त। ए होइन 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 नजान्छ यस्तो हो त नि। अनि खोइ यहाँको चैन खोले होइन। ए मा शक्ति धेरै। अरे 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 माका भोसडा। अरे 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 चेतन त ले 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 अग्दिया ल सेटअप गर त यो ऐनालाई पछाडि ब्याकग्राउन्डमा मिल्छ हात छोड्दै म आफै गर्छु नत्र। ए महाशक्ति धेरै पछाडि हो क्या सर तपाईँको मुख हेर्नु परेन कि मैले। ओहो ओहो
ओके गाइस सो है हामी यहाँ पुगिसकेका छौँ बागबजार पुतल सडक पुगिसकेका छौँ अब के हुन्छ कस्तो हुन्छ यहाँ हेरौँ केटाहरू पनि आउँदैछ अरे के कस्तो हुन्छ हेर्दै जाँ गर्नु होला ल ओके मचाम डिस्ट्रिक्टबाट जबरजस्त खानिरहेको छु सेक्सनबाट फ्रिस्टाइल होइन चलाउँदैछु आफ्नो स्टाइलबाट ग्याङ ग्याङ बनाइदिन्छु मेरो डिस्ट्रिक्टबाट 2025 देखि सुरु गरेर ऱ्याप हान्न 2 वर्ष जुम्माथि आइरहेको छु अहिले सो हान्न डोनको कुरा अब ऱ्याप स्याप सब सुट भएर सक्यो है सुट भएर भयो पनि अलिकति छ त्यो कति छ के क्लिपहरू म हालिदिन्छु थोत्रो के कस्तो छ हेर्नु होला है अहिले चाहिँ हामी यहाँ छौँ यस्तो ठाउँमा छौँ फोटाहरू केटाहरू खिच्दैछ तर सिनेमेटिक सुट हान्नुपर्छ यहाँ डेन्जर भ्यू आइरहेको छ डेन्जर ल है ल के कस्तो छ हेर्दै गर्नु होला गाइज ल है ओके गाइज सो यहाँ भिडियो सिडियो सुट गरेर पनि हामी निस्किसकेको छौँ केटाहरू सबै निस्किसक्यो तर आज मौसम चाहिँ डेन्जर भएको थियो कि क्यामेरा चाहिँ ठिकै आएको थियो त्यस्तो नट ब्याड जस्तो भयो नि अब निस्किनुपर्छ गाइज है ल मिठो माया हेरौँ अब के कस्तो हुन्छ मोबाइलमा चार्ज पनि ल्याउनु आँटिसक्यो सब सुट गरेर फुललाई त्यही छोडिदिई ओके गाइस सो है बेसी गयो अब हामी चल्दिन लाग्यो के कस्तो हुन्छ हेरौँ है ल हामीसँग अब ओके गाइस चल्दैछु यो भित्र बाइकमा सुटिङ आएर क्यामेरा आउँछ ओके गाइस सो हामी चाहिँ भाइको रुमबाट पनि निस्किनु लाग्यो के कस्तो भयो ल हामी चाहिँ अब यहाँबाट निस्किने हो गाइस होइन हेरौँ अब के कस्तो हुन्छ मतलब ओके गाइस सो हामी चाहिँ घर पुगिसकेको छ होइन सो थ्याङ्क यू फर वाचिङ के कस्तो लाग्यो कस्तो थियो है आजको धेरै लङ त बनाउनु सकेन सर्ट अब गरौँ न भन्नुभयो ओके गाइस